टाइम म्यानेज नगर्नु होइन, त्यो पनि होइन, त्यो पनि होइन। टाइम म्यानेज नहुने एउटै मात्रै कारण हुन्छ क्या। बुझ्नुभयो के कारण हुन्छ भने नि चाहिने आन्सर थाहा नहुँदा टाइम म्यानेज हुँदैन कि। जे लेख्नुपर्ने हो त्यो थाहा नहुँदा टाइम म्यानेज हुँदैन कि। चाहिने कुरा थाहा भयो भने त ठिक्क लेख्ने भनेर चाहिने थाहा हुन्छ नि त आफूलाई, होइन? चाहिने थाहा हुनु भनेको ठिक्क लेख्न यति मात्रै हो भन्ने चाहिने भन्ने थाहा हुन्छ क्या। जहिले पनि गार्बेज आन्सर लेखेपछि टाइम म्यानेज हुँदैन। विचार गर्नुहोस् है। महानगरपालिका 4 को डङ्गुर उठाए जस्तो उठाएपछि आन्सर टाइम म्यानेज हुँदैन। तपाईँलाई घाँस काटेको अनुभव छ भने त्यो बन्सो राम्रो गाईले छानी खाने घाँस लिएर आउनु पर्यो भने डोको भर्न बोरा भर्न कति गाह्रो पर्छ होइन? तर खाँदै नखाने यसो सुँगेर फाल्ने घाँस लिएर आउनु पर्यो भने 5 मिनटमा भारी पुग्छ, हो कि न? हाम्रातिर आलु झार भन्छ, त्यो आलु झार लिएर आयो भने 5 मिनटमा भारी पुग्छ, तर आएर खाँदैन त्यसले है। चाहिने कुरा चक्क होइन, टक्क बन्सो राम्रो घाँस कलिलो मकै पाते खोजी लिएर आउनु पर्यो भने के हुन्छ? दिनभरि भौतारिँदा पनि एक डोको भारी पुग्दैन नि। ठ्याक्कै यही सिद्धान्त यहाँ पनि लागु हुन्छ। तपाईँ चाहिने कुरा लेख्नुभयो, राम्रो कुरा लेख्नुभयो भने त यतिमा सकिहाल्छ आन्सर। यति नै हुन्छ आन्सर, चाहिने आन्सर त दिनुहुन्छ यति, होइन? अनि के हुन्छ? अनि टाइम म्यानेज हुँदैन। हतार गराएछ, हाँस्याङ र फस्याङ गराएछ, होइन? समय सकिन 30 सेकेन्ड बाँकी हुन्छ, त्यही पनि पेपर थप्न खोजिया छ। यति लेख्न पाए त म त होइन यसरी पासै गरिदिन्थेँ, यस्तो गरेर लेख्या छ। केही हुनेवाला छैन। 2 घन्टा 24 मिनट 30 सेकेन्डमा नलेखेको मान्छेलाई 15 मिनट थपिदिए पनि त्यसले पास गर्दैन। 2 घन्टा 29 मिनट 30 सेकेन्डमा यदि त्यसले भ्याएन एक्जाम भने त्यसलाई अरू 15 मिनट लेख भाइ भने पनि लेख है भने पनि छोडे पनि पास हुँदैन। त्यो पास गर्ने त 2 घन्टा 28-29 सेकेन्डमा चट्ट 2 घन्टा 28-29 मिनटमा चट्ट आन्सर लेखेर यसो पाना पल्टाएर ओहो यो चाहिँ त पास हुने भयो वाउ भनेर निस्किसकेको हुन्छ। जो लास्ट आवरसम्म हस्याङ फस्याङ गर्ने भनेको चाहिँ त्यो त्यही अघि आलु झार भेला पारे यस्तो मात्रै हो। त्यस्तो हो। त्यही भएर चाहिने शब्दहरूले भर्नुस् आन्सर, टाइम इजिली म्यानेज हुन्छ। जसको ढिलो लेख्ने बानी छ त्यसले चाहिने मात्रै आन्सर लेख्नु, टाइम इजिली म्यानेज हुन्छ। तर नसोधेको कुरा पनि लेख्या छ, होइन? क्वेसनमा माथि के हो भनेर भनेकै छैन, तपाईँले के हो यति दिइसक्नुभयो। जुन कुराको मार्किङ नै हुँदैन। भनेको के हो भनेकै छैन, होइन? भनेको के हो भनेकै छैन, त्यसैको बारेमा यति दिएको छ। तपाईँ सुन्ने श्रोता भएर एकचोटि विचार गर्नु, कति रिस उठ्छ तपाईँको आन्सर। कसैले तपाईँलाई कहाँ हिँडेको भनेर चाहिँ फ्याट्ट कसैलाई सोधिहाल्नुभयो, त्यसले मेरो नाम यो हो, म बच्चामा यस्तो गर्थेँ उस्तो गर्थेँ, 10 कक्षाको हुँदा यो गएँ, होइन? यो सरकारी यहाँ भएँ यो गएँ भनेर तपाईँलाई आधी घन्टा महाभारत सुनायो उ त्यहाँ त्रिचन्द्र कलेजको अगाडि उभिएर भने कति रिस उठ्छ त्यसलाई। झुक्किएर मात्रै सोध्नु भएको थियो कहाँ हिँडेको, म उति हिँडेको कुरो सकिहालेको थियो। ठिक छ मात्रै भनेको कुरो सकिहालेको थियो। ठिक त कसको हुन्छ र? तर त्यसलाई ज्यापो ठिक छ भन्ने क्वेसनमा 99.99% मान्छेले के सुन्न खोजेको हुन्छ भने ठिक छ भनेर चाहिँ हिँडोस् भन्ने सोचे हुन्छ क्या। ठिक छ भन्ने क्वेसनमा कहाँ ठिक हुने र? मेरो त गर्लफ्रेन्डले पनि यतिखेरै धोका दिए, जागिर पनि भएको छैन, लोकसेवा पनि 5 वर्ष भयो, म त बिजोग छ भनेर 10 मिनट सुनायो भने तपाईँ अर्कोचोटि त्यसलाई सोध्नुहुन्छ तेरो ठिक छ भनेर? ज्यान गए सोध्नुहुन्न, यसले अल्झाउँछ मलाई भन्ने हुन्छ नि, होइन? तपाईँ गाडीमा ट्राभल गर्दा छेउको सिटमा बसेको मान्छेसँग सितिमिति बोल्नुहुन्न किन? बोलिहाल्यो भने त्यसले सारा यात्रा खराब बनाइदिन्छ भनेर चाहिँ गफ गरिहाल्यो भने यसले सारा नाना थरी सारा गन्थन गरेर यात्रा मेरो झुर पार्छ भनेर बज्दै नबजेको इयरफोन पनि, तार चुटेको इयरफोन पनि कानमा लाएर सुतेको एक्टिङ गरेर ढल्केर बस्नुहुन्छ किन? अब यसले लामो गन्थन गर्छ भनेर। अनि तपाईँ चाहिँ अरूको गन्थन सुन्न नखोज्ने, आफू चाहिँ यति दिने 2 घन्टा 29 मिनट 30 सेकेन्ड दिने, यो एउटा गर्न भएन। अब यो अन्तिम अवस्थामा छौँ। द्याट्स वाइ जे सोधेको छ टक्क लेख्ने ठक्क निस्किने हो त्यहाँबाट। त्यहाँ हराउनु भयो, एउटै क्वेसनको जाँच दिन त गयो होइन नि त तपाईँ।
एउटै क्वेसनको जहाँ 6 मिनट 7 मिनटमा एउटा क्वेसन एटेम्प गर्नु छ, त्यसमै 15 मिनट भइसक्यो निस्किने हुनै छैन, फसिहालिन्छ नि। त्यही पनि सुरुमा थाहा हुँदैन। हेर्नुहोस्, ऋण र चिउरा खाएको बेला थाहा हुँदैन भने जस्तै हो जाँचमा आन्सर पनि। ऋण र चिउरा खाएको बेलामा थाहा हुँदैन, खाइसकेपछि त्यो चिउरा पनि फुलेर ठुलो हुन्छ, ऋण पनि ब्याजले सुनिन्छ होइन, तिर्ने बेला त गाह्रो हुन्छ नि। जाँचमा पनि अगाडिका 2-4वटा क्वेसन थाहा हुँदैन, टाइम म्यानेजमेन्ट यो सबै गफै रहेछ, म त भ्याइहाल्छु नि, यस्तो आनन्द हुँदो रहेछ भनेर हुन्छ होइन। सुरुको थाहा हुँदैन तपाईँलाई, सुरुको 2-4वटा क्वेसन लेख्नुहुन्छ के को टाइम म्यानेजमेन्ट, तर घन्टी 1 घन्टा बज्छ, 2-3टा क्वेसन मात्रै एटेम्प हुन्छ, अनि सुरु हुन्छ टाइम म्यानेजमेन्ट के हो भनेर। सुरु क्वेसनदेखि नै पहिलो शब्द लेख्दै विचार गर्नु पर्यो नि टाइम म्यानेजमेन्टको बारेमा, कि मैले 7 मिनटमा यो क्वेसन एटेम्प गर्दैछु भनेर। तपाईँ 14वटा 15वटा क्वेसन जाँच्दिन गएको होइन, एउटा क्वेसन जाँच्दिन गएको 7-7 मिनटको दरले, त्यसरी विचार गरेर जानुहोस् अनि मात्रै म्यानेज हुन्छ। अनि पो पढ्नु भएको कुरा सम्झिने, सबै कुरा गर्ने, अनि टक्क हुन्छ। तपाईँको सारा इफोर्ट चाहिँ घडी हेर्न र समय मिलाउनै ठिक हुन्छ। अनि त्यो कहाँ राम्रो आन्सर तान्ने, सम्झिने, लेख्ने, सुधार गर्ने भन्ने हुन्छ होइन। द्याट्स वाइ त्यस्तो कुरा विचार गर्नुहोस्। तर तपाईँले सबै विचार गर्नुभएको छ मलाई थाहा छ। क्वेसन नम्बर 1 मा नेपालको ब्याङ्किङ प्रणालीको विकासक्रम उल्लेख गरी ब्याङ्किङ क्षेत्रमा भएका महत्त्वपूर्ण उपलब्धिहरूको चर्चा गर्नुहोस् भनेको छ होइन। डिस्कस द इम्पोर्टेन्ट अचिभमेन्ट इन ब्याङ्किङ सेक्टर, मेन्सन द डेभलपमेन्ट अफ ब्याङ्किङ सेक्टर अफ नेपाल। अब यसमा तपाईँले यही विकासक्रम 2 नम्बरमा लेखे पनि त्यही आन्सर लेख्नुहुन्छ, 5 नम्बरमा लेखे पनि त्यही आन्सर लेख्नुहुन्छ, 10 नम्बरमा लेखे पनि त्यही आन्सर लेख्नुहुन्छ, त्यो त हुँदैन नि त। 2 नम्बरमा पनि सोध्न सक्छ विकासक्रम होइन। विकासक्रम के हो अनि ब्याङ्कमा विकासले के भयो भनेर पनि सोध्न सक्छ नि त। सो 2 नम्बरमा लेख्न कति लेख्ने, 5 नम्बरमा कति लेख्ने, 10 नम्बरमा कति लेख्ने, तपाईँले छलफल गरेर जानु पऱ्यो क्या। त्यो कोसँग छलफल गर्नु, आफैसँग छलफल गर्नु पऱ्यो है। नेपालको ब्याङ्किङ प्रणालीको विकासक्रम यो सजिलो क्वेसन हो, तर यसमा रिस्क के छ, यहाँले धेर लेखिदिनुहुन्छ, किन दिइहाल्नुहुन्छ। तेजारथ अड्डादेखि लिएर टक्सार, पैसा छाप्नेदेखि लिएर मानदेव, गुणा कामदेव, वामदेव, अनि सबै क्वेसन त टाइम त यति गइहाल्छ नि। नेपालको तपाईँले जानेको गुणा कामदेव र मानदेव कति वर्ष अगाडिका हुन् भन्दा 1200-1300 साल भनेपछि 700-800 सालको नेपालको ब्याङ्किङ हिस्ट्रीमा मैले 100-200-10-20 वर्षको कुरा गरिरहेको छैन। तपाईँले गुणा कामदेवदेखि नै ल्याउनुहुन्छ नि त, मानदेवदेखि ल्याउनुहुन्छ। सो 700-800 पुरा हिस्ट्रीमा सबभन्दा महत्त्वपूर्ण कालखण्ड कुन हुन् ल भन्नुहोस्। एकदम भेरी इम्पोर्टेन्ट ब्याङ्किङ हिस्ट्री के हो ल भन्नुहोस् नेपालको। ल 800 वर्ष पुरानो ब्याङ्किङ हिस्ट्रीलाई तपाईँले 3टा सेन्टेन्समा भन्नु त के हो ल। के हो हिस्ट्री? के हुन्थ्यो अरे, के हुन्थ्यो अरे मिस? के हो त्यो वस्तु विनिमय? मैले ब्याङ्किङको कुरामा कहाँ वस्तु विनिमय कुरा गरेँ? वस्तु विनिमय त फरक कुरा हो नि त, ब्याङ्कको कुरा गर्नु न। अहिले पनि वस्तु विनिमय ब्याङ्कभन्दा भित्रै हुन्छ, भिन्नै हुन्छ त, किनबेच त भिन्दै हुन्छ नि। के अरे भाइ, सारा 800-900 वर्षमा है, मैले फेरि तपाईँलाई 1994 पछाडिको मात्रै भनेको छैन नि नेपाल ब्याङ्क स्थापना भयो भनेर नभन्नुहोस्, त्यो त भयो। अब त्यो क्वेसन नगर्नु न मलाई, उल्टै क्वेसन सोध्ने मान्छेलाई क्वेसन नसोध्नु न। सारा ब्याङ्किङको हिस्ट्रीमा के हो कुरो भने पहिला राजा महाराजाहरूले पैसा टक्सार गर्थे, छाप्थे होइन, सिक्का छाप्ने काम राजा महाराजाहरूले गर्थे, एउटा महत्त्वपूर्ण कुरा है। दोस्रो महत्त्वपूर्ण कुरा के हो भने हाम्रा यी मठ मन्दिर गुम्बाहरू यिनीहरूले ब्याङ्किङको काम गर्थे। पहिला पैसा राख्ने, सुन चाँदीहरू राखिदिने काम यो गर्थे, किनभने पहिला अलिक सत्ययुग थियो, मान्छेहरू मन्दिरमा छिरेर चोरी गर्दैन्थे, त्यो सुरक्षित ठाउँ हुनु पऱ्यो नि त। अहिले पनि हामी घरमा चोरी हुन्छ भनेर ब्याङ्कमा लगाएर पैसा राखेको है, पैसा जहिले पनि सुरक्षित ठाउँमा राखिन्छ क्या। कि राजालाई दिइन्छ पैसा, किन भन्दा राजाको सेना हुन्छ अनि लुट्दैन भनेर, कि मन्दिरका पुजारीहरूले पनि चलाए पहिला ब्याङ्क है। त्यो भइस के हुन्छ नि, मन्दिर मठ मन्दिर गुम्बाहरू अहिले तपाईँले देख्नुहुन्छ नि एकदम चम्किला सुनका गुम्बजहरू कहाँ त्यसै आएको छ र, त्यो त लगेर दिएको छ अनि त्यो बनाएको छ नि, त्यो त्यसै मन्दिरहरू इन्स्टिट्युसन्सहरू समृद्धि भएको होइन नि त।
तिनीहरूले ब्याङ्कको रूपमा काम गरेका थिए कि हाम्रो यो साउथ एसियनमा है। सो एउटा तिनीहरूले पनि ब्याङ्कको रूपमा काम गरे। अलि पछिदेखि अब लेनदेन साउ महाजन व्यापार सिस्टम सुरु भएपछि साउ महाजनलाई पैसा चाहियो। सो साउ महाजनहरूबाट ब्याङ्क चलेको छ है। तपाईँलाई इन्ट्रेस्टिङ कुरा के भने इन्डियाको जगत साउ भन्ने एकजना जगत सेठ भन्ने हुनुहुन्थ्यो। जगत सेठ चाहिँ 1857 हो ल। 1857 जगत सेठसँग भएको पैसा भनेको अहिले इलन मस्क भन्दा धेर प्रपर्टी थियो के एउटै मान्छेसँग। अनि त्यसले इस्ट इन्डिया कम्पनीलाई पनि लोन दिन्थ्यो, तत्कालीन भारतका मुगल शासकहरूलाई पनि लोन दिन्थ्यो। अनि त्यसले त्यो हुन्डीको कारोबार पनि गर्थ्यो जगत सेठले है। हुन्डीको कारोबार गर्थ्यो। त्यो भनेको के भने इन्डिया त यत्रो ठुलो छ, कश्मीर टु कन्याकुमारी, त्यहाँको ट्याक्स दिल्ली पठाउनलाई त टाइम लाग्छ। सो ट्याक्स जगत सेठले लिने अनि उसले हुन्डी उताको आफ्नो एजेन्टबाट दिल्लीमा पैसा दिने। सो यो ट्रान्ज्याक्सन त पहिलेदेखि नै हुन्थ्यो नि त। अहिले भर्खर पो अब त्यसमा इन्स्टिट्युसन्सहरू आए, यस्ता खालका ब्याङ्कहरू आए, तर यो सिस्टम त पहिलेदेखि नै थियो। त्यसैको कन्टिन्युटी त हो नि। नेपालमा पनि 2-4 जना 8-10 जना व्यापारीहरूले नेपालको सारा इकोनोमी धान्दिन्थे हैन। त्यो सिस्टम त पहिलेदेखि थियो नि त। भनेपछि इन्फर्मल लेन्डिङ त पहिलेदेखि हुन्थ्यो नि। घाटा 1994 पछाडि मात्रै ब्याङ्क पुरै नयाँ प्रादुर्भाव भएको त होइन नि है। यो अहिले मैले भनेको इन्डियाको जगत सेठको कुरा। अब अमेरिकाको कुरा गर्नु छ भने के ब्रदर्स छन् होइन। तिनीहरूले कसरी ब्याङ्क चलायो भने म इन्ट्रेस्टिङली भनिदिइहाल्छु 2 मिनट जति। जस्तो त्यो अमेरिकाको पनि ब्याङ्किङ नेटवर्क कसरी चलायो भने युरोपको विशेष गरेर युरोप अलि अगाडि छ ब्याङ्किङमा। 1600 शताब्दीमै बेलायतमा चाहिँ केन्द्रीय ब्याङ्कको सिस्टम आइसकेको थियो होइन। उनीहरूको अलिक फर्मल ब्याङ्किङ छिटो भएको छ। अमेरिका अलिक पछि भएको हो, 1700-1800 पछाडि मात्रै। केन्द्रीय ब्याङ्क त 1908 कि 10 आएको होइन। भनेपछि उनीहरूको चाहिँ एउटा व्यक्तिले पहिला सानो हुन्डी कारोबार गर्न थाल्यो। हुन्डी भनेको तपाईँले पैसाहरू त पहिला त सबै सुन र चाँदीको सिक्का मात्रै बन्थ्यो नि त। पेपर करेन्सी आएको त धेर भएको छैन नि त। सो सुनको सिक्का बोकेर हिँड्नलाई गाह्रो भयो है। त्यो भइसकेपछि के गर्छ भने यहाँ मैले सुनको सिक्का डिपोजिट गरिदिने अनि कागजमा लेखिदिने स्लिप यति बराबरको सुनको सिक्का यहाँ डिपोजिट भएको छ भन्ने। एउटा कागजको टुक्रा बोकेर हिँड्न सजिलो बनी। अनि त्यो टुक्रा लिएर अर्को ठाउँ जाने अनि त्यसले त्यहाँ देखाउने त्यो मेरो एउटा एजेन्ट यहाँ छ, अर्को एजेन्ट त्यहाँ छ। सो त्यसले त्यहाँबाट पेमेन्ट गरिदिने। सो यो भएपछि के भयो भने पैसै बोकेर हिँड्नु परेन नि त। सुनको मोहर सपोज 10 केजी सुनको मोहर बोकेर हिँड्दै हो भने यही नेपालको नि कुरा गरौँ न, यहाँबाट वीरगञ्ज लानु पऱ्यो 10 केजी सुनको मोहर। अन्त बाटामा 4को उसमा त लुटिन्छ नि, फेरि पत्लाएको जङ्गलमा लुटिन सक्छ नि। तर कागज मात्रै भयो भने त त्यो अलिक सेफ भयो नि त, सुरक्षित भयो नि। सो यसरी ब्याङ्क बढ्दै गएको त हो। अहिले हामीले देखेको स्विफ्ट ट्रान्ज्याक्सन्स भनेको त्यसैको डेभलप्ड फर्म त हो अहिलेको। सो अहिले जे भएको छ त्यसको पुरानो पनि हिस्ट्री छ नि त। सो ब्याङ्किङ डेभलपमेन्टमा एउटा त्यो भएको छ कि नेपालको हिस्ट्रीमा, नेपाल अथवा वर्ल्डकै ब्याङ्किङ डेभलपमेन्टमा लाइक इन्डिभिजुअल्सहरूले ब्याङ्क चलाएका छन् कि। नेपालमा यही हिस्ट्री कुरा गर्नु छ भने यहाँ असन बजारको हिस्ट्री 400-500 वर्ष पुरानो छ। 500 वर्षदेखि असन बजारमा ट्रेडिङ भइरहेछ हैन। पहिला धेर ट्रेडिङ हुन्थ्यो, एकदम फेमस थियो। अब अहिले बिस्तारै सबैतिर आएपछि उसको महत्त्व घट्यो। तर असन बजारमा 400-500 वर्ष अगाडिदेखि ट्रेडिङ हुन्छ। ट्रेडिङ हुनलाई त पैसा चाहियो। यहाँबाट टिबेट जानु पर्यो, सामान किनेर ल्याउनु पर्यो अथवा टिबेट पठाउनु पर्यो भनेपछि उनीहरूको त पैसाको मुभमेन्ट भयो। जब पैसाको मुभमेन्ट हुन्छ, अहिले हो पेपर करेन्सी आएको, धेर भएको छैन, 100 वर्ष भयो होला। पेपर करेन्सी नभएपछि सिक्का गोल्ड चाहियो, गोल्ड करेन्सी अथवा गोल्डको कोइन्सको कुरा आयो। अनि त्यो कोइन्स मुभमेन्ट गराउन गाह्रो भयो। मुभमेन्ट गराउन गाह्रो भएपछि अब त्यहाँ कोही न कोही एजेन्टहरू आउनु पर्यो। एजेन्ट भनेकै ब्याङ्क त हो। अहिले जसरी मैले अघि भनेको जगत सेठको कुरा गरौँ या रल्फ के मैले नाम चाहिँ बिर्सेँ होइन, उसको 10-11 वटा छोराहरू 11 ठाउँमा विभिन्न सहरमा गएर 11वटा ब्याङ्क खोले। अनि त्यो उसको छोरा फेरि 8-10 वटा भयो, अरू ब्याङ्क खोलो गर्दै गर्दै सञ्जाल अहिले जसरी शाखा सञ्जाल हुन्छ नि त्यसरी छोरा नाति पनाति जनातिको शाखा सञ्जाल विस्तार भएर अनि ब्याङ्क चलेको छ क्या। सो त्यसरी चलेको त्यो कन्सेप्ट अहिले ब्याङ्कको शाखा खोल्ने कन्सेप्ट पनि त्यसरी नै आएको होला। सो आफ्नै मान्छे आफ्नै त्यहाँ हैन, साइलोको छोरो त्यहाँ माइलोको पनाति भएपछि त ब्याङ्क चलिगयो नि विभिन्न सहरमा, मेजर सिटिजमा। त्यस्तो भएपछि अहिले पनि यहाँ पनि त काठमाडौँमा, पोखरामा, जनकपुरमा, वीरगञ्जमा, मैननगरमा, यता बिर्दामोडमा एक-एकजना भयो भने त ब्याङ्क चलिहाल्छ नि। यहाँबाट फोन गरिदिने त्यसलाई पैसा दिए भने त ब्याङ्कै हुन्थ्यो नि होइन। सो त्यसरी डेभलप भएको छ कि ब्याङ्किङ सिस्टम।
सो नेपालको ब्याङ्किङ सिस्टम पनि त्यही हो। पहिला पहिला एक राजा महाराजाहरूले सिक्का टकमरी गरे। टकमरी भनेको छाप्ने है, टक्लाउने। टक्लाउने भनेको के हो भने त्यो गोल्ड र गोल्डलाई ल्याएर आफ्नो सङ्केतको आफ्नो छाप चाहियो नि त। फेरि राजा महाराजा छाप चाहियो नि, जसले पनि टकमरी गरिदिने भयो। सो त्यो टक गर्ने त्यो आफ्नो एउटा मेसिनबाट त्यो सुनलाई ढालेर पगालेर पैसा बनाउने, टकमरी गर्ने। सो त्यो चलन आयो। त्यो अलि अगाडिसम्म थियो हैन। मानदेव गुणकामदेव हैन, तपाईँले के नाम लिनुहुन्छ, त्यो सबै त्यही बेलाको समयको बेला हो। अब हामीले टिबेटमा पनि जितेका छौँ कोही बेला, त्यही भएर टिबेटसम्म हाम्रो कोइन चलेको छ। तर अब हामीले पछि टिबेटले मानेन, हामीले मिक्स कोइन गऱ्यौँ र नमानेको। हामीसँग टिबेटसँगको वार भएको चाहिँ हामीले सुनको भनेर पित्तल मिसाइदिउँ कि अहिले हामी मान्दैनौँ। अब त्यतिखेर के मान्थ्यो त उनीहरूले न। सुनको भाउमा पित्तल मिसाएर दिएपछि त्यो पैसा चल्दा मान्दैन। अनि हाम्रो पैसा नचलाउने भनेर चाहिँ गरेर झगडा गरे हो क्या हामीले। त्यता टिबेटसँगको झगडा चाहिँ त्यस्तो हो कि सुन कारोबार प्योर नेट सुन कारोबार भयो भने के हुन्छ भने त्यसलाई फेरि पगालेर पैसा या सुन बनाउन मिल्छ। तर त्यो पित्तल मिसाइदिएपछि पगाल्दा कम्ती आउँछ अनि त्यो चल्दैन के। जस्तो पहिला पहिला के हुन्थ्यो, यहीँ हाम्रैमा पनि कति 2200 100 त्यो त राज्य थिए नि त। एउटा राज्यको पैसा अर्को राज्यमा चल्दैन थियो। हेर्नुहोस्, एउटा राज्यको पैसा अर्को राज्यमा नचलेपछि के गर्ने ल भन्दा समाधान के छ? एउटा राज्यको पैसा अर्को राज्यमा नचलेपछि काठमाडौँको पैसा उता ललितपुरमा त्यो खोला तर्ने नचलेपछि के गर्ने? होइन जित्ने त्यस्तो लडाइँ गर्ने कुरा नगर्नु न, शान्तिपूर्ण कुरा के गर्ने भन्नु त? काठमाडौँ र ललितपुरको पाटनको दरबारको पैसा चलेन ल दुईटाको भने के गर्ने? त्यतिखेर के गर्थे? त्यो यहाँको पैसा लिएर जाने, फेरि त्यहाँ पगालेर फेरि त्यहीँको छाप लाएर नयाँ पैसा बनाउने के। बुझ्नुभयो नि? फन्डा यस्तो हो। त्यो भएपछि अनि के हो? त्यस्तोमा त प्योर सुन चाहिएन। प्योर भएन नि त पग्लेर फेरि घट्छ नि त। हो, फन्डा चाहिँ यस्तो हो। ल, विकासक्रमको एउटा माइलस्टोन के अरे? पैसाहरू के अरे सिक्का छाप्ने। दोस्रो माइलस्टोन साउ महाजनहरूबाट लेन्डिङ। पछि तेजारथ अड्डा आयो नि। तेजारथ अड्डा आएपछि सर्वसाधारण ऋण लिन थाल्यो नि त। सो नेपालमा एउटा इस्टाब्लिस अर्गनाइजेसन हो तेजारथ अड्डा। त्यस पछाडि नेपाल ब्याङ्कको स्थापना भएपछि त आधुनिक ब्याङ्किङ सुरु भइहाल्यो हैन। त्यस पछाडि 2041 सालमा आएपछि त अब हाम्रोमा प्राइभेट स्वामित्वको जोइन्ट भेन्चर ब्याङ्कहरू आउन थालिहाले हैन। अब 58-59 पछाडि सरकारी ब्याङ्कहरू एफएसआरपी फाइनेन्सियल सेक्टर रिफर्म, सरकारले ब्याङ्किङ कानुनहरू एकदम प्रुडेन्स ब्याङ्किङ कानुनहरू ल्याउने र अब ब्याङ्किङ क्षेत्रमा अहिले त सूचना प्रविधिको बढ्दो उपयोगले गर्दाखेरि ब्याङ्किङ क्षेत्र स्वचालित एआई अटोमेटेड भएर गएको छ। यही त हो माइलस्टोन भनेको ब्याङ्किङको हैन। सो विकासक्रमलाई तपाईँले अब फेरि पनि 5 नम्बरमा कति लेख्ने त? अब त हैन लेख्नुभयो नि त हैन। अस्ति पनि हामीले यसको छलफल त गरेका थियौँ। के लेख्ने त? विकासक्रम। डिस्कस द इम्पोर्टेन्ट अचिभमेन्ट इन द ब्याङ्किङ सेक्टर। विकासक्रम कति लेख्नुभयो? 2 पेज लेख्ने कतिजना हुन्छ? आम्मा धडाधड 2 पेज दिनुभयो। विक्रमसत 1994 पूर्वको विकास प्रायर टु 1994 हैन। ए पूर्व एउटा यो यसमा विकास लेख्नु पर्यो। हेर्नुहोस्, अर्को विकास भनेको अब यो 5 नम्बर धेरै लेख्नु पर्दैन। 1994 देखि
2040 सम्मको अवधि राष्ट्र बैंकहरू सबै यसैमा स्थापना भएको छ है। पिरियड बिट्विन 1994 to 2040। त्यस पछाडि 41 देखि अहिलेसम्म भनेर भन्दैन भइहाल्छ। धेरै तपाईले धेरै टाइम म्यानेज गर्न गाह्रो भयो भने खण्ड धेरै नबनाए नि हुन्छ। 2041 देखि हालसम्म $41 years to now। हैन धेरै लेख्यो भने धेरै फेरि खण्ड धेरै बनायो भने तपाईले धेरै दिइहाल्नुहुन्छ कप नबनाउनुहोस्। यसमा के भयो? यसमा पहिला सिक्का निष्कासन हैन, कोइनेज सिस्टम थियो। एउटा डेभलपमेन्ट यो हो यहाँको। गुणकामदेव मानदेवहरू सबैले कोइनेज निष्कासन गरे। दोस्रो एकदमै तेजारथ अड्डा, एकदम सिग्निफिकेन्ट तेजारथ अड्डा। विक्रम सम्वत 1933 हैन, तेजारथ अड्डा। मेरो आफ्नै बर्थडे मलाई टुङ्गो छैन, अब कहिले जन्मे मलाई थाहा बिर्सिन्छु म। त्यस पछाडि के गर्यो टक्सारले? 1989 हैन, 1989 हैन त टक्सार। टक्सार अड्डा। टक्सारले चाहिँ के गर्यो भने नि पैसो छाप्ने सिस्टमलाई सिस्टमाइज गर्यो क्या, अर्गनाइज्ड गर्यो। इन्स्टिट्युसनबाट पैसा छापिन थाल्यो कि, गभर्मेन्ट इन्स्टिट्युसन्सबाट पैसा छापिन थाल्यो। हुन त पहिला सिक्का पनि गभर्मेन्ट इन्स्टिट्युसनबाटै छापिन्थ्यो, तर इन्स्टिट्युसनलाइज भएको थिएन, त्यो अलि इन्फर्मल थियो। सो त्यसमा समेट्नुपर्ने त्यो तीनटा कुरा हो। तीनटा कुरालाई तीनटा बुलेटमा लेख्नुस्, अनि सिक्का निष्कासनमा चाहिँ तपाईले जानेका जति शासकको नाम राख्दै हुन्छ। 1994 मा के भयो? नेपाल बैंक स्थापना भयो एउटा, नेपाल बैंक। अनि आरबीबी, एडीबीएल लगायत। एडीबीएल यो चाहिँ सरकारी वाणिज्य बैंकको स्थापना भन्नु न, सरकारी वाणिज्य बैंक, गभर्मेन्ट ओन्ड कमर्सियल ब्याङ्क्स। सो एउटा लाइनमा त्यो लेख्नुस्, एउटा बुलेटमा क्या। 1994 मा एनबीएल, 2022 मा आरबीबीएल, 2024 मा एडीबीएल, 2016 मा एनआईडीसी, नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन लगायतका वाणिज्य सरकारी स्वामित्वका वाणिज्य बैंकहरू स्थापना भए। सक्यो, बुझ्नु भएन? एउटा सेन्टेन्स त्यस्तो, एउटा बुलेट। मैले यो बुलेटको लेखाइरहेको तपाईँलाई। दोस्रोमा राष्ट्र बैंक 2013 मा केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंक स्थापना भयो, जसले मौद्रिक क्षेत्रको सबै काम गर्यो। मौद्रिक क्षेत्रको लागि स्थापना भएको नि त। सो एनआरबी सेकेन्ड सेन्टेन्समा हुनु पर्यो। 2013 वैशाख 14 लेखे पनि भयो, नलेखे पनि भयो, तर यो एउटा मेजर डेभलपमेन्ट हो। अर्को के भयो?
अरू के भयो? एनआरबीले नोट निष्कासन 2037 सालमा आर्थिक उदारीकरण नीतिमा वाणिज्य बैंक विकास बैंकहरूको कन्सेप्ट आएको यही पिरियडमा हो नि। वाणिज्य बैंक 2021 भनेर अनि उदारीकरण नीति 2037 सालमा आएको। अब यसमा लेख्नुपर्ने के हो भने त्यही हो, बैंकिङ क्षेत्रको उदारीकरण। तेस्रो सेन्टेन्स, बैंकिङ क्षेत्रको उदारीकरण, उदारीकरणको सोच भित्रिएको। लिबरलाइजिङ बैंकिङ सेक्टर, लिबरलाइजिङ बैंकिङ सेक्टर सुरुवात यतिखेर भयो, यसको रिजल्ट यहाँ आयो। अब लिबरलाइजेसन भएपछिको रिजल्ट चाहिँ यो 2041 सालमा मेजर, यो पिरियडमा भएको मेजर एउटा काम भनेको जोइन्ट भेन्चर ब्याङ्कहरू आएको। एउटा नेपालमा जोइन्ट भेन्चर ब्याङ्कहरू भित्रिएको। जोइन्ट भेन्चर ब्याङ्क भनेको नेपाल अरब ब्याङ्क, इन्डो स्वेज ब्याङ्कहरू आए त्यो पहिलोचोटि। दोस्रो चाहिँ 2058 पश्चात बैंकिङ कानुन, बैंकिङ कानुन जसमा एकदम मेजर बैंकिङ कानुन एउटा एनआरबी एक्ट, अर्को बाफिया एकीकृत बैंकिङ गरेको छ बाफिया, अर्को बैंकिङ अफेन्स एन्ड पनिसमेन्ट एक्ट, अनि एएमएल सीएफटी एक्ट, अनि त्यो अलि पछिको कुरा हो। यिनीहरू लगायतका बैंकिङ दर्जनौं बैंकिङ कानुनहरू आए। यसले बैंकिङ क्षेत्रलाई एउटा सिस्टमेटाइज गर्यो, बैंकिङ क्षेत्रलाई लिगल इकोलोजीमा बाँध्यो, लिगल इन्भाइरोमेन्टमा बाँध्यो। यो दोस्रो पोइन्ट। बैंकिङ क्षेत्रको लहरू यसरी आएको 58 पछि हो। विशेष गरेर 62-63 तिर संसद पुनर्स्थापना भइसकेपछि आएका छन् ऐनहरू। अब यो क्षेत्रमा भएको अर्को मेजर लिप फ्रग भनेको चाहिँ यो डिजिटाइजेसन। डिजिटाइजेसन एन्ड आईटी इन बैंकिङ। बैंकिङ क्षेत्रमा आईटी हेर्नुहोस् है, यसरी लेख्दा पनि 9वटा सेन्टेन्स बुलेट भयो। 9वटा सेन्टेन्समा तपाईँले केही नलेखे पनि 2टा लाइनको दरले सेन्टेन्स लेख्नुहुन्छ। केही नलेख्दा पनि यो 18वटा 20वटा लाइनको सेन्टेन्स भइसक्यो। अब यसैलाई तपाईँले 5वटा पिरियड बनाउने हो भने यस्तै 3-3वटाको दरले 5 15 15 × 2 लाइन 30 लाइन, 30 लाइनले 1.5 पेज, एन्सर लामो भइहाल्छ। द्याट्स वाइ एन्सर छोटो बनाउनलाई त्यसरी जान सक्नुहुन्छ। हरेक डेभलपमेन्टमा 3टा जति बुलेट राख्नुहोस् अनि डेभलपमेन्टको फेजलाई घटाइदिनुहोस् है। अब यो चित्त बुझेन भने तपाईँले चित्त बुझ्ने गरी लेख्नुहोस्, केही छैन। के छ र समस्या? हजुर 2 मार्क्समा सोध्यो भने चाहिँ म यति यो 3टा टाउको मात्रै लेख्छु, यो 3टा टाउका लेख्दैछु। मैले कसरी लेखेँ भने 1994 पूर्व कोइनेज सिस्टम, राजा महाराजाको कोइनेज सिस्टम तेजारा तड्डा र टक्सारको स्थापना भएको थियो। 94 देखि 40 सम्ममा एनबीएल, आरबीबीएल, एडीबीएल वाणिज्य बैंक र एनआरबी केन्द्रीय बैंक स्थापना भएको थियो। त्यो मिति पनि लेख्दिनँ थिएँ म त्यसमा, जाने सबै लेख्नु पर्दैन नि जान्छमा। अनि 41 पछि बैंकिङ क्षेत्र उदारीकरण भएर जोइन्ट स्टक बैंक, बैंकिङ क्षेत्रमा सूचना प्रविधिको प्रयोगले हैन यो के अरे स्वचालित बैंकिङ प्रणाली सञ्चालन भयो। र यसरी लेख्नुपर्छ 2 नम्बरमा आयो भने। किन नसक्नु? 5 नम्बरमा आयो भने आइहाल्यो नि। 5 नम्बरमा आयो भने 2 + 3 गरेर आउँछ नि। 2 + 3 गरेर आउन सक्छ। बैंकिङ क्षेत्रमा भएका महत्त्वपूर्ण उपलब्धिहरू के हुन्? व्हाट आर द मेजर अचिभमेन्ट्स इन बैंकिङ सेक्टर? बैंकिङ क्षेत्रको मेजर अचिभमेन्ट के ल भन्नुस्? एकैचोटि उदारीकरण नपुग्नु न।
त्यस पछाडि एकैचोटि उदारीकरण पुगिसकेपछि अगाडिको अचिभमेन्टहरू लेख्न पाइँदैन नि जाँचमा, सिक्वेन्सली लेख्नुपर्छ नि जाँचमा। सिक्वेन्सली लेख्नु न। ब्याङ्किङ क्षेत्रमा भएका मेजर अचिभमेन्ट के हो? नेपालको ब्याङ्किङ क्षेत्रमा भएको मेजर अचिभमेन्ट के हो? सङ्गठित वाणिज्य ब्याङ्कको रूपमा नेपाल ब्याङ्क स्थापना हुनु एउटा मेजर अचिभमेन्ट हो नेपालको है। अर्गनाइज्ड फाइनेन्सियल इन्स्टिट्युसन जसमा सरकार र निजी क्षेत्र दुइटैको लगानी थियो, त्यो मेजर अचिभमेन्ट हो, मेजर माइलस्टोन हो। त्यस पछाडिको अचिभमेन्ट भनेको सेन्ट्रल ब्याङ्कको रूपमा राष्ट्र ब्याङ्क स्थापना भई मौद्रिक हैन सर्वोच्च मौद्रिक एकाइको रूपमा सञ्चालन हुनु, त्यो अर्को अचिभमेन्ट हो। त्यस पछाडि कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि विकास ब्याङ्कले गरेको स्रोत परिचालन, त्यो मेजर हो है। हामी कृषि प्रधान देश भन्छौँ, कृषिको उत्पादन बढाउन कृषि विकास ब्याङ्कले महत्त्वपूर्ण योगदान गरेको छ। त्यो कृषि विकास ब्याङ्कको योगदान पनि नेपालको कृषि क्षेत्रमा त्यो उल्लेखनीय छ। त्यस पछाडिको अचिभमेन्ट भनेको हामीले ब्याङ्किङ क्षेत्रको उदारीकरण हो, लिबरलाइजेसन इन ब्याङ्किङ सेक्टर, जसको रिजल्ट चाहिँ प्राइभेट सेक्टरको इन्ट्री। अहिले जुन अवस्था हामी पुगेका छौँ त्यसको श्रेय चाहिँ 2040 सालमा लिएको उदारीकरणको नीतिले लिन्छ, अथवा ब्याङ्किङ क्षेत्रको लिबरलाइजेसनको कारणले गर्दा हुन्छ। अनि अर्को मेजर अचिभमेन्ट भनेको चाहिँ यो 58-59 मा मोनेटरी पोलिसी लगायतका मोनेटरी सेक्टरको रिफर्म भएको छ, त्यसलाई पनि हामी मेजर अचिभमेन्ट दिन्छौँ। त्यो पनि हो, त्यसलाई पनि भन्दैछु मैले। त्यस पछाडि हामी जुन यो 72 पछाडि हरेक पालिकामा वाणिज्य ब्याङ्क पुग्ने भन्ने नीति आयो सरकारको, त्यसले गर्दा फाइनेन्सियल एक्सेस र फाइनेन्सियल इन्क्लुजन चाहिँ बढेर गयो है। पहिला ब्याङ्कहरूको लागि एकदम मेजर सिटिजहरूमा मात्रै ब्याङ्क थियो, तर 72 पछाडि चाहिँ त्यो रुरल डेभलपमेन्टमा 753वटै नेपालको पोलिटिकल डिभिजनमा ब्याङ्क पुग्यो। त्यसले गर्दा फाइनेन्सियल एक्सेस र फाइनेन्सियल इन्क्लुजन बढेर गएको छ। त्यस पछाडि यो कोभिड पछाडिको डेभलपमेन्ट चाहिँ ब्याङ्किङ क्षेत्रमा फिनटेकको यो खालको डेभलपमेन्ट लाइक क्युआर पेमेन्ट अनि डिजिटल सर्भिसहरूको डिजिटाइजेसन र अहिले चाहिँ एआई, ब्याङ्किङ क्षेत्रमा एआईको प्रयोगबाट स्वचालित ब्याङ्किङ, यो चाहिँ ब्याङ्किङ क्षेत्रको अचिभमेन्ट, मेजर अचिभमेन्टभित्र पर्छ। सो यसरी लेख्दा पनि धेरै भइहाल्छ। सो तपाईँले कसरी लेख्नुहुन्छ, छोटो बनाएर लेख्नु पर्यो। र विचारमा यहाँ कन्टेन्टको डेफिसिट छैन यहाँलाई। यहाँ डेफिसिट भनेको संयमताको मात्रै कुरा छ। संयमता र धैर्य धारण गरेर आन्सरलाई थोरभन्दा थोर बनाउने। अब त त्यता पनि जानु पर्यो, पुरा रफ्तारमा हुनुहुन्छ यहाँहरू पढाइको। सो अब रफ्तार पनि कम गर्ने, ठिक्क लेख्ने, त्यसरी पनि जानु पर्यो। त्यसको लागि चाहिँ दिमागमा मेन्टल प्रोसेस अलिक बढाउनु पर्छ। नेपालको आर्थिक विकासमा वाणिज्य ब्याङ्कको भूमिका के छ? वाणिज्य ब्याङ्कको भूमिका नेपालको आर्थिक विकासमा, यसमा यो क्वेसनमा समाउने हाँगो के हो? यो क्वेसनमा समाउने हाँगो के हो? वाणिज्य ब्याङ्कको भूमिका भन्ने ठाउँमा जाँचमा लेख्दा के सम्झेर अथवा केलाई आधार बनाएर आन्सर निकाल्ने? मैले भने बुझिँदैन क्या है, जटिल तरिकाले भन्छु क्या म। के सम्झेर कसरी आन्सर निकाल्ने यसको? केलाई सम्झिने मिस? अर्थतन्त्रलाई सम्झिने एक। तपाईँ केलाई सम्झिनुहुन्छ? बा आमालाई सम्झिन्छु भन्नु। के सम्झिनुहुन्छ? ए आन्सर लेख्दा सरकारलाई सम्झिने? तपाईँ केलाई सम्झिने? इकोनोमीलाई सम्झिने? तपाईँ कसरी सेवा गर्छ त्यो सम्झिने? तपाईँ के सम्झिने? निक्षेप, कर्जा, आर्थिक विकासमा सम्झिने। बस
कार्य सम्झिने हो नि त, फङ्सन्स अफ कमर्सियल ब्याङ्क सम्झिने। त्यही कार्य एक शब्द मैले एकदम थोरै शब्दहरू सुन्न खोजिरहेको हुन्छु कि तपाईँ धेरै धेरै लामो लामो भन्नुहुन्छ, म थोरै सुन्न खोजिरहेको हुन्छु। फङ्सन सम्झिने हो नि त। तपाईँले डिपोजिट लेन्डिङ जे भन्नुहोस् नि त्यो सबै फङ्सन त हो नि। इकोनोमीमा वाणिज्य ब्याङ्कले गर्ने भनेको भूमिका भनेको फङ्सन हो कि त्यो फङ्सनलाई राम्रोसँग गऱ्यो भने भूमिका भयो। तपाईँले तपाईँका परिवारलाई गर्ने ठुलो योगदान भनेको अहिले चुप्पो लाएर यहाँ पढेर बसे हुन्छ कि अरू केही गर्नु पर्दैन, केही लछार पाटो लाउनु पर्दैन, 24 घन्टामा अधिकतम समय पढ्दै हुन्छ। सबभन्दा ठुलो भूमिका तपाईँले खेल्ने तपाईँको पारिवारिक समृद्धिमा भनेको त्यति नै हो हैन। अरू केही भारी बोक्न जानु पर्दैन। अनि वाणिज्य ब्याङ्कले पनि अरू सबै भारी बोक्न जानु पर्दैन, उसले आफ्नो काम राम्रोसँग गरिदिनु पर्यो वाणिज्य ब्याङ्कको। त्यही भएर अर्थतन्त्रमा खेल्ने भूमिका भन्यो भने पनि सम्झिने फङ्सनलाई नै हो। अनि फङ्सन सम्झिनलाई कहाँ जाने? बाफियाको दफा 49 को 1 मा, बाफियाको दफा 49 को 1 मा, जसमा 27 वटा फङ्सन्सहरू छन्। तपाईँलाई यहाँ चाहिएको छ 5 नम्बरका लागि, 5 मा 8-9 वटा चाहिएको छ। अब पोइन्ट मर्ज गर्नुहोस् अनि मिलाएर लेख्नुहोस् हैन। त्यसरी जानु पर्यो नि त आन्सर त। लेखियो त्यसरी? त्यसरी लेख्यो ल, गुड। त्यसो भए आर्थिक विकास पनि त सम्झिनु पर्यो नि फङ्सन लेखिरहँदाखेरि। अब आर्थिक विकास चाहिँ कहाँ सम्झिने त भन्दा सेन्टेन्स फर्मेसन गर्दा त्यो सेन्टेन्सको झुकाव चाहिँ आर्थिक विकासतिर हुनु पर्यो क्या। निक्षेप सङ्कलन गर्ने, कर्जा विस्तार गर्ने मात्रै भनेर लेख्नु भएन, त्यसले झुकाव चाहिँ कता राख्नु पर्यो? इकोनोमिक डेभलपमेन्टमा राख्नु पर्यो। बुझ्नुभयो? सो सेन्टेन्स फर्मेसन गर्ने बेलामा चाहिँ क्वेसन कस्तो सोधेको छ त्यो, तर त्यो क्वेसनको आन्सर निकाल्ने त्यसको बेस टेक्ने र समाउने हाँगा चाहिँ कहाँ हो त भन्दा फङ्सन्समा हो। जहिले पनि यो अरू नआत्तिनुहोस् है। कमर्सियल ब्याङ्कको महत्त्व भन्दा, भूमिका भन्दा, विशेषता भन्दा, अर्थतन्त्रमा के गर्छ भन्दा, अर्थतन्त्र कहाँनिर सुधार गर्नुपर्छ भन्दा सबै फङ्सनमै हो। सुधार पनि त्यही गर्ने, रोल पनि त्यसैले खेल्छ हैन, इम्पोर्टेन्स पनि त्यही हो। त्यसरी जानुपर्छ। त्यसो अब निक्षेप स्वीकार गर्नेलाई भन्नु नि त अर्थतन्त्रको जोडेर आन्सर भन्नु त कसरी निकाल्नुहुन्छ? निक्षेपको लाई समाएर अर्थतन्त्रसँग जोडेर भन्नु ल, भन्नु तपाईँ। लामै भन्नुभयो है, लामो लामो भन्थाल्नु फेरि भ्याइँदैन नि त। निक्षेप मार्फत राष्ट्रिय पुँजी लगानी र बचतलाई प्रोत्साहन गर्ने। म्याक्रो इकोनोमीको 3टा इन्डिकेटर हो नि त्यो। सी कन्जम्सन, इन्भेस्टमेन्ट, सेभिङ्स, यो त म्याक्रो इकोनोमीका कुरा हो नि त हैन। बचत कसले गर्दिन त? ब्याङ्कले नै गरिदिनु पर्यो नि त। बचत गर्ने बानी प्रोत्साहन गर्यो भने कन्जम्सन नियन्त्रण हुन्छ, इन्भेस्टमेन्ट बढ्छ। अनि कन्जम्सन नियन्त्रण भयो, इन्भेस्टमेन्ट बढ्यो भने त्यसले हाम्रो डोमेस्टिक प्रोडक्सनलाई पनि प्रमोट गर्ने भयो। त्यो अर्थतन्त्र राम्रो हुने भयो कि त्यसो भएपछि हैन। हामी पुग्नु पनि त्यहाँ हो नि त। कर्जाको भन्नु नि त, त्यसो भए कर्जाको भन्नु हो अर्थतन्त्र ल, भन्नुहोस् त मिस। होइन, गरिबहरूलाई कर्जा दिएर गरिबी निवारण गर्ने हुन्छ। कुरो सक्यो। अब गरिबलाई ऋण दिएपछि गरिबी निवारण हुँदैन, झन् गरिब हुन्छ। एक त गरिबले ऋणै लिन सक्दैन, ऋण लिनलाई कति धेरै गाह्रो छ ब्याङ्कमा। यस्तो फेन्सी कुरा गरेर हुँदैन। कृषि अनि उद्योग चाहिँ कहाँ गयो? जम्मा उत्पादन गर्ने उद्योगले हो, त्यही चाहिँ भन्नुभएको छैन। भन्नु न सिम्पल तरिकाले, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गरी रोजगारी, उत्पादन र उपभोग बढाउने अर्थतन्त्र समाउनु पर्यो के। म्याक्रो इकोनोमीको 15-20 वटा शब्द थाहा छ नि त यहाँहरूलाई। त्यो इकोनोमी भन्ने टपिकमा पढ्नु भएको छ नि, इकोनोमीको 15-20 वटा शब्द हो। त्यो शब्द यता र यता ल्याउनु पर्न। इम्प्लोइमेन्ट इकोनोमीका शब्द, जीडीपी, इम्प्लोइमेन्ट, इकोनोमिक ग्रोथ, इकोनोमिक डेभलपमेन्ट, इन्फ्लेसन, के भन्नु हो? त्यस्तै
हो त्यसरी जोड्नु पर्यो नि त। अर्को अब तेस्रो काम तेस्रो काम त मै भनिदिन्छु, जोड्नु त लु। अब यो स्विफ्ट, इन्टरब्याङ्क ट्रान्सफर, क्रस बोर्डर ट्रान्सफर यिनीहरूले के गर्छ? यसरी व्यापार प्रवर्धन भयो भने इकोनोमीलाई असर प्रभाव पर्ने भयो होइन। इन्टरनेसनल ट्रेडलाई फेसिलिटेसन गर्न के गर्नु पर्यो ब्याङ्कले? स्विफ्ट, इन्टरब्याङ्क ट्रान्सफर, क्रस बोर्डर ट्रान्सफर, एलसी, ब्याङ्क ग्यारेन्टी, यसलाई सहज बनाउनु पर्यो नि त। हो यो तेस्रो काम त्यो भएन। चौथो कसो अरे? अर्थतन्त्रको मौद्रिकीकरण के भन्नुभएको थियो? अर्थतन्त्रको मौद्रिकीकरण भने के हो? त्यसलाई अङ्ग्रेजीमा मोनिटाइजेसन अफ इकोनोमी भन्छ। के हो त्यो भनेको? अब अर्को अब चौथो आयो नि त होइन, ब्याङ्किङ पहुँच, ब्याङ्किङ समावेशिता र साक्षरता अभिवृद्धि मार्फत के गर्छ? अब तपाईँको गरिबको कुरा आयो। गरिब, सीमान्तकृत, पिछडिएको वर्गलाई के गर्ने? फाइनेन्सियल मेन स्ट्रिमिङमा ल्याउने, वित्तीय मूल प्रवाहीकरणमा ल्याउने। त्यसरी लेख्नु पऱ्यो नि त। वित्तीय मूल प्रवाहीकरणमा आइसकेपछि के हुन्छ? पिछडिएको वर्गहरूको उत्थान हुन्छ, गरिबको सङ्ख्या घट्छ, एन्टरप्रेनरसिप डेभलप हुन्छ। त्यसले अर्थतन्त्रलाई प्रवर्धन गर्छ, राम्रो गर्छ। त्यसरी लेख्नु पऱ्यो नि त। गरिबलाई ऋण दिएर गरिबी हटाउने हो, त्यसरी कहाँ हुन्छ गरिबी? त्यसरी लेखेर हुँदैन थियो। ल भइहाल्यो। त्यसपछि वाणिज्य ब्याङ्कको भूमिकालाई थप प्रभावकारी बनाउन, क्वेसन त यहाँ छ नि। अब वाणिज्य ब्याङ्कको भूमिकालाई थप प्रभावकारी बनाउन के गर्नुपर्छ ल भन्नुहोस्? वाणिज्य ब्याङ्कको भूमिकालाई थप प्रभावकारी बनाउन के गर्नुपर्छ? भूमिका यो भयो, लेख्यो हामीले। अब यसलाई अझै राम्रो बनाउनु पर्यो। राम्रो भएको छैन, अझै राम्रो बनाउनु पर्यो। के गर्ने? नोटको अब यसको आन्सर लेख्ने तरिका, यसको आन्सर लेख्दा समाउने के? यसको आन्सर लेख्दा समाउने हाँगा के? हाम्रो आन्सर बिग्रिने के भयो थाहा छ? हाम्रो आन्सर केही नसोची लेखेर बिग्रिया हो क्या। अघि फङ्सन लेख्दा, अघि इकोनोमीमा योगदान लेख्दा फङ्सन सम्झिनु भयो। अब यो क्वेसनको डिल गर्दा के सम्झिनुहुन्छ? अब यो क्वेसनको आन्सर लेख्दा त्यो अघि लेखेको क्वेसनको हाँगा समाउने हो क्या। अघि तपाईँले कहाँ कहाँ योगदान गर्छ भनेर गफ दिनुभएको छ नि। अघि कहाँ कहाँ दिनुभएको छ नि त, ब्याङ्कले यस्तो गर्छ र उस्तो गर्छ भनेर। त्यसलाई त गर्ने बनाउनु पर्यो नि। भइसकेको छैन नि त, होइन? भइसकेको छैन नि त। अहिले त्यहाँ गफ दिनुभएको छ, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गरेर उत्पादन, उपभोग र होइन उद्योग क्षेत्रको समृद्धि गर्ने भन्नुभएको छ। तर कर्जा त त्यहाँ गएको छैन नि त। कर्जा त फेरि हाम्रो रियल इस्टेटमा 2/3 कर्जा गएको छ नि त। अब सुधार गर्नुपर्ने ठाउँ यही हो क्या। बुझ्नुभयो नि? अब भूमिकालाई थप प्रभावकारी बनाउने भनेको यसैलाई भने हो। त्यसो भए अहिले हामीले बचतमा के गफ दिएका छौँ? सेभिङमा के गफ दिएका छौँ? किन त्यो अहिलेको क्वेसन गफ हो, अहिलेको क्वेसन रियालिटी होइन। के भूमिका खेल्छ, राम्रै राम्रो खेल्छ भनेर भने हो नि त। अहिले भने खेलिसकेको छैन नि। अब त्यो खेल्ने बनाउनलाई के गर्ने त्यो भने हो के। अघि हामीले बचतलाई के भनेका छौँ? सेभिङलाई के गर्ने भनेको थियो नि अघि हामीले? सेभिङ ह्याबिट बढाउने यस्तै लाइनमा कुरा छ होइन। अब सेभिङ ह्याबिट बढाउन के गर्नुपर्छ त्यसमा? लामो लामो भन्नुहुँदो रहेछ, अलिक छोटो भन्नुपर्छ है। जाँच एन्सरमा त यस्तो लामो भने जस्तो लागेको थिएन मलाई। वाणिज्य ब्याङ्कको भूमिका थप प्रभावकारी बनाउनका लागि चाहिँ एउटा वाणिज्य ब्याङ्कको यो रिचेबिलिटी बढाउनु पर्यो। रिचेबिलिटी भनेको हो वाणिज्य ब्याङ्कको रिच भनेको के हो भने पुग्ने, पहुँच पनि नभनौँ, एक्सेस हो त्यो पहुँच भनेको। वाणिज्य ब्याङ्कसम्म मान्छे आउनका लागि जुनसुकै वर्गले पनि ब्याङ्कमा आउन सक्ने अवस्था बनाउनु रिचेबिलिटी हो। वाणिज्य ब्याङ्कको उपलब्धतालाई बढाउने हो है। त्यो भयो भने के हुन्छ भने बचत परिचालन अथवा डिपोजिट मोबिलाइजेसन राम्रो हुन्छ।
एक। दोस्रो कुरा, हाम्रो ब्याङ्किङ क्षेत्रमा जुन अर्थतन्त्रमा जति भूमिका खेल्नुपर्ने हो त्यति भूमिका खेल्न नसकेको, वाणिज्य ब्याङ्कले खेल्न नसकेको कारण चाहिँ कर्जाको कारणले गर्दा हो, लेन्डिङको कारणले गर्दा, हैन? त्यसो भए लेन्डिङ चाहिँ अब प्रोडक्सन सेक्टरमा लेन्डिङ गर्नका लागि पहिला प्रोडक्सन सेक्टरको आइडेन्टिफिकेसन, अनि प्रोडक्सन सेक्टरमा पनि कन्सन्ट्रेटेड कर्जा, कुन क्षेत्रमा कति जाने भने प्राथमिकता प्राप्त कर्जा, त्यस्तोमा वाणिज्य ब्याङ्कले काम गर्नुपर्छ भनेको। लेन्डिङ गर्दाखेरि जुन प्रोडक्टिभ सेक्टर लेन्डिङ छ, त्यो प्रोडक्सन सेक्टर लेन्डिङ गर्दाखेरि ब्याङ्कले साँच्चै नै त्यो उत्पादन अभिवृद्धि गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्यो। उद्योग, अब के हो क्षेत्र पहिचान गर्नु पर्यो, ऊर्जा होला, उद्योग होला, कृषि होला, यसको प्रोफेसनलाइजेसन र मोडर्नाइजेसनमा त्यसले कर्जालाई सहज बनाउनु पर्यो, कर्जाको विस्तार गर्नु पर्यो त्यो क्षेत्रमा। त्यसका लागि रियल इस्टेट जुन हामीले घर जग्गाबाट मात्रै लोन दिने सिस्टम छ त्यसलाई चाहिँ व्यवस्थापन गर्नु पर्यो, नियन्त्रण गर्नु पर्यो। अर्को चाहिँ वाणिज्य ब्याङ्कको भूमिकालाई थप प्रभावकारी बनाउने हो भने यसको रिस्क म्यानेजमेन्टको कुरा छ, जोखिम व्यवस्थापन। लेख्नुभयो होला नि, एउटा पोइन्ट छ त्यो। थप प्रभावकारी बनाउने हो भने रिस्क म्यानेजमेन्ट गर्नुपर्छ ब्याङ्किङ सेक्टरको, जोखिम व्यवस्थापन। किन जोखिम बढ्दै गयो भने ब्याङ्कले अर्थतन्त्रमा ब्याङ्क एसेट होइन ल्याबिलिटी हुन्छ, अर्थतन्त्रको लागि ब्याङ्किङ सेक्टर बोझ हुन्छ, हैन? त्यही भएर जोखिम, ब्याङ्किङ क्षेत्रको जोखिम व्यवस्थापन गर्नका लागि अब जोखिम व्यवस्थापनमा स्वचालित प्रणाली, एआई, हैन, बासेलका प्रोभिजन्सहरूलाई कसिलो बनाएर कार्यान्वयन गर्ने भूमिका थप गराउन। अनि अरू आज मैले धेरै लेखाइनँ तपाईँलाई, किनभने तपाईँ जान्ने भइसक्नु भयो क्या, अब प्रष्ट भइसक्यो नि त। अब जान्ने, अब जाँचको 2 हप्ता त छ बाँकी, अब दोस्रो अर्को हप्ता त जाँचै आइहाल्यो नि। अरू के भूमिका थप प्रभावकारी बनाउनु? अब थप प्रभावकारी बनाउनका लागि चाहिँ अझै एआई र सूचना प्रणालीको यो प्रयोग अझै बढाउँदै जानु पर्यो। फिजिकल ट्रान्ज्याक्सन र फिजिकल क्यासलाई घटाउँदै जानु पर्यो। डिजिटल कारोबारलाई बढाउँदै जाँदाखेरि अर्थतन्त्रमा अझै राम्रो भूमिका हुन्छ, किनकि इन्फर्मल सेक्टर फर्मल सेक्टरमा आउँछ, हैन? त्यसको लागि अहिले ब्याङ्किङ सेक्टरलाई अझै मोर डिजिटाइजेसनमा जानु पर्यो। ब्याङ्किङ सर्भिस डेलिभरीलाई डिजिटाइजेसनमा जाने, अझै डिजिटाइजेसनमा जाने। मिल्छ, रेमिटेन्स एउटा सानो सर्भिस हो, के गर्ने त्यसलाई? प्रवर्धनात्मक कार्यक्रम त ल्याउने भनेको छ सरकारले पनि, बजेटमै छ त्यो। विप्रेषणमा प्रवर्धनात्मक कार्यक्रम बजेटमै छ, त्यो लकी ड्र गरेर उपहार दिने यस्तो यस्तो सिस्टम छ अहिले। ब्याङ्कहरूले पनि त्यसलाई लागू गर्नु पर्यो। अरू के गर्ने? थप भूमिका स्पष्ट बनाउन, थप प्रभावकारी बनाउन। दिइसक्यो त है, सहुलियतपूर्ण चाहिँ सब्सिडाइज लोन दिइसक्यो। मिल्यो, त्यो पनि जोखिम व्यवस्थापन भनिसकेँ त मैले, बासेलहरू भनिसकेँ मैले। अरू थप प्रभावकारी बनाउन, आन्सर चाहिँ रिपिट नगर्नुहोस् है। यो टाइम म्यानेजमेन्ट नहुने कारण नै यस्तै त हो नि। एउटै आन्सर 4 ठाउँ लेखेको छ, रिपिट गरेको छ, थिम रिपिट। अहिले छानी एन्सर लेख्नु पर्यो भने त थोर भइहाल्छ नि, तर आएछ त्यही सबै के अरे। अनि अहिले डिजिटाइजेसन गरेर चाहिँ सर्भिस डेलिभरी गर्ने भनेको त्यही त हो नि, डोर टु डोर, होम टु होम, ब्याङ्क टु बेड। वा कति राम्रो आयो यार, ब्याङ्क टु बेड, कस्तो राम्रो सर्भिस आयो। मान्छेले थाहा पायो भने कपी गर्छन्। ब्याङ्कबाट बेडसम्म सर्भिस दिने ब्याङ्क, कति राम्रो आयो सर्भिसले। ब्याङ्क टु बेड सर्भिस विस्तार गर्ने डिजिटाइजेसन मार्फत। खाटमा ढल्की ढल्की क्युआर गर्छ, ब्याङ्क टु बेड भइहाल्यो नि, हैन? सो यस्तो यस्तो कन्सेप्ट लेख्नु न जाँचमा, पास हुनेले त नयाँ नयाँ कुरा लेख्नु पऱ्यो नि। त्यस्तो कुरा लेख्नु पऱ्यो। अब विनिमय अधिकार पत्र फरक छ तपाईँहरूलाई। विनिमय अधिकार पत्र ऐन 2034 अस्ति पनि देखेको थिएँ क्वेसन। यसमा मेजर प्रोभिजन्स लेख्ने हो विनिमय अधिकार पत्र ऐन 2034 मा।
नेगोसिएबल इन्स्ट्रुमेन्ट एक्ट के छ यसमा भन्नु त ल दुईटा कुरा भन्नु त मेजर कुरा के छ डिजिटल हस्ताक्षर छ र यसमा त्यो त इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट 163 मा हो भक्लाले नठग्नु न नेगोसिएबल इन्स्ट्रुमेन्ट एक्ट चाहिँ मोड अफ पेमेन्टको कुरा गर्छ एउटा हैन मोड अफ पेमेन्ट भुक्तानीका साधनहरूको कुरा गर्छ अनि ग्राहकको दायित्व छ नि बैंकको ग्राहकको दायित्व र त्यो हो चेकहरू ड्राफ्टहरूलाई म्यानेज गरेको छ दरपीठ सम्बन्धी व्यवस्था हुनु त्यो चेकको कुरा भयो दरपीठ भने के हो थाहा छ इन्डोर्समेन्ट भन्छ अङ्ग्रेजीमा के हो दरपीठ भने के हो ल तपाईँ भन्नुहोस् त फर्स्ट पेजमा बसेर यसरी थाहा पाउनुहुन्छ के को अधिकार अलि भन्दाखेरि बुझिने भाषामा भन्नु न मेरो नाममा कसैले के अरे आदेश चेक वा रेखाङ्कित चेक खिचेको छ भने अर्डर चेक त बियरर चेक त जसले पाए त्यसैले लगिहाल्छ बियरर चेक त मेरो नाममा भए पनि उहाँले भेट्नुभयो भने उहाँले साट्न पाइहाल्नुभयो बियरर चेकमा वाहक चेकमा तर आदेश अर्डर चेक र क्रस चेकमा अरे रेखाङ्कित चेकमा चाहिँ सम्बन्धित खातामै राख्नुपर्छ नि त सो त्यस्तो बेलामा मैले मेरो नामको चेकको भुक्तानी उहाँलाई सार्नु पर्यो भने इन्डोर्समेन्ट गर्नु पर्यो त्यो दरपीठ गर्नु पर्यो पछाडि लेख्नु पर्यो श्री तपाईँ नाम के अरे भाइ श्री हैन प्रवेशजीलाई मैले 1 करोडको चेक हस्तान्तरण गरेको छु दिनु पर्यो अब प्रवेशले आफै ब्याङ्कमा नजाने उहाँले अर्कोलाई पठाउने हो भने उहाँले फेरि अर्कोलाई दरपीठ गर्न पाउनुहुन्छ सो पछाडि चेकको पछाडि दरपीठ गर्ने भनेको अर्कालाई सार्न पाइन्छ अनि त्यो पाना सकियो भने अर्को पाना थपेर पनि सार्न पाइन्छ दरपीठ त्यति धेरै गर्न पाइन्छ केले अख्तियारी भनेको अलिक ठुलो कुरो भयो यसमा दरपीठ भनेको आफ्नो नाममा आएको चेक अर्कालाई सार्ने काम हो यो ल यो आउँदो रहेछ तपाईँहरूलाई भन्ने बुझियो नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 मा नेपाल सरकारलाई दिने ऋण सम्बन्धी व्यवस्था के छ सरकारलाई ऋण दिने व्यवस्था के छ ल मिसले भन्नुहोस् अवश्य दङरङ्ग त्यसरी नभन्नु न 180 दिन ऋण दिन पाउँछ कहाँ छ कुन दफामा छ कुन धारामा छ त्यताबाट सुरु गर्नु चाहिने कुरा याद छैन 180 दिन याद छ 180 चाहिँ पक्का हो त्योभन्दा धेरै ऋण चाहियो भने के गर्छ त त्योभन्दा धेरै ऋण चाहियो भने के गर्छ 181 दिन चाहियो भने छैन कानुनमा व्यवस्था तपाईँ भन्नुहोस् ल लेख्नुभयो आन्सर ल भन्नु त कतिमा छ त्यो चाहिँ थाहा छैन तपाईँलाई बस्नुहोस् ल भन्नुहोस् भाइ अब तपाईँहरूले ल भट्टजी उभिनु पर्दैन कहाँ छ त्यो एनमा कहाँ छ 8 मा कहिले भन्नुहोस् तपाईँ परिषद कतिमा छ 8 मा छ केसम्म के छ त्यहाँ परामर्श बाह्य ऋणमा चाहिँ परामर्श दिन सक्ने छ नदिए पनि हुन्छ आन्तरिक ऋणको चाहिँ उसले व्यवस्थापन गरिदिनुपर्छ हैन अनि आन्तरिक ऋण कति प्रकारको आन्तरिक ऋण उठाउँछ राष्ट्र ब्याङ्कले सबै कुरा मिलाएर लेख्नु पर्यो नि यसमा विकास ऋण पत्र ट्रेजरी बिल्स हैन त्यस्तो कुरा लेख्नुपर्छ है यहाँ जस्तो त्यो परिच्छेद 8 पढ्नु न यहाँको पढाइ अलिअलि रिभिजन पुगेन छ रिभिजन पढाउनु एकीकृत निर्देशनमा भएको पछिल्लो व्यवस्था यो संशोधन भनेर यो 82 मा गरेका मेजर संशोधन खोजेको हो यसले हैन एउटा चाहिँ यो लोन रिस्ट्रक्चरिङमा संशोधन भएको छ
रिस्ट्रक्चरिङमा संशोधन छ त्यो पुनर्संरचना लोनको रिस्ट्रक्चरिङ गर्दाखेरि त्यसको समयावधिको प्रोभिजन छ त्यसमा त्यसलाई पनि उयो गर्ने भनेको छ पुनर्तालिकीकरण गर्न पाउने भनेको छ अर्को चाहिँ त्यो छ CSR को पनि प्रोभिजन चेन्ज भएको छ कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी फन्डलाई पनि मोबिलाइजेसन गर्ने त्यो पनि प्रोभिजन चेन्ज भएको छ नगद कारोबारलाई निरुत्साहित गर्ने गरी पनि चेन्ज भएको छ अहिले डिजिटल कारोबारलाई प्रबोधन गर्ने गरी त्यही प्रोभिजन्सहरु लेख्नु पर्यो यहाँ 4-5 वटा प्रोभिजन लेख्ने 5 नम्बरमा 5-6 वटा यसमा त पुरा ओपन भयो तपाईहरुलाई जे लेखे पनि हुन्छ भनेको वर्षभरि भएका चेन्जेसहरुमा जे लेखे पनि हुने भयो यसमा त्यो ओपन छ यो क्वेशन सिंगल अकाउन्टिङ सिस्टमको बारेमा आउ तपाईहरुलाई के भनिरहनु पर्छ मैले के हो सिंगल अकाउन्टिङ सिस्टम भनेको ल भन्नुस् त राम्रोसँग सिंगल अकाउन्टिङ तपाईले भन्नुस् त ल भन्नुस् भीमा सिंगल अकाउन्टिङ सिस्टम भन्नुस् के हो सिंगल अकाउन्टिङ सिस्टम भनेको आर्थिक कारोबारको लेखाङ्कन क्रममा वित्तीय कारोबारको केवल एक पक्षलाई मात्र असर हुने लेखा प्रणालीलाई एकहोरो लेखा प्रणाली भनिन्छ यसले वित्तीय कारोबारको एउटा मात्र पक्ष प्रभाव पार्ने हुँदा यसलाई अपूर्ण तथा परम्परागत लेखा प्रणाली भनिन्छ यहाँ गाली गर्न भने हैन एकहोरो लेखा प्रणालीको अर्थ भने के हो एकहोरो लेखा प्रणाली अरे एक पक्षमाथि प्रभाव पार्ने पनि साना संस्थाहरू चाहिँ बढी विशेषज्ञ भएको के हो ल भाइ भन्नुस् त तपाईँ भन्नुहोस् आर्थिक कारोबारको एक पक्षलाई मात्र प्रभाव पर्ने त्यो तपाईँहरूको हरेक एन्सरमा एक पक्षीय प्रभाव भन्ने भयो होइन खास प्रभाव एक पक्ष कि दुई पक्ष भन्ने त लेखाको मिनिङ चाहिँ होइन है त्यो सिंगल अकाउन्टिङ सिस्टमको खास मिनिङ त्यो होइन है सिंगल अकाउन्टिङ सिस्टमको खास मिनिङ भनेको एकाउन्टिङ ट्रान्ज्याक्सनको लिस्ट हो सूची मात्रै राख्ने हो द्याट इज सिंगल अकाउन्टिङ सिस्टम अवैज्ञानिक पुरानो अव्यवस्थित भनेको दोस्रो सेन्टेन्समा लेख्ने हो गाली गरी नहाल्नु सुरुमै अकाउन्टिङ ट्रान्ज्याक्सन्सको लिस्ट मात्रै गर्ने लिस्ट गर्ने सूची तयार गर्ने अकाउन्टिङ सिंगल अकाउन्टिङ हो अब प्रभावको कुरा गर्नु है यो एक पक्ष वा एउटा खातामा मात्रै प्रभाव हुन्छ यसबाट विश्लेषण या फाइनान्शियल स्टेटमेन्ट तयार हुँदैन यो तयार गर्ने विधि एकरूपता छैन जस्तो मन लाग्यो त्यसरी राखे हुन्छ यो हैन यसमा दक्षता पनि चाहिँदैन यो र औपचारिक ढाँचाको पनि प्रयोग हुँदैन यस्तो खालको अकाउन्टिङलाई सिंगल अकाउन्टिङ भनिन्छ तपाईले हात्तीको डेफिनेसन गर्दाखेरि एउटा सुँड हुन्छ चारवटा खुट्टा हुन्छ दुईटा कान हुन्छ दुईटा आँखा हुन्छ ठुलो ज्यान हुन्छ भन्ने आन्सर भयो क्या त्यस्तो फिचर मिल्ने अर्को केही पनि त हुन सक्छ नि त्यसको पनि डेफिनेसन बन्ला नि त्यो फिचरतिरबाट डिफाइन गर्दा कोही बेला हात्तीको डिफाइन गरे जस्तो हुन्छ कि हात्तीको परिभाषा गर्नु त ल सजिलो क्वेसनमै गाह्रो हुन्छ सन्तुलन परीक्षण तयार गर्ने तरिका लेखी यसले अन्तिम खाताको तयारीमा कस्तो सहयोग गर्दछ सन्तुलन परीक्षण तयारीको विधि के हो
सन्तुलन परीक्षण तयार गर्ने विधि के हो? त्यही लेख्नुभयो। अब यो जाँचको छेउमा तपाईँले लेखेको आन्सरमा अब मैले धेरै चित्त नबुझाउने भन्ने हुँदैन होइन, तर अब तपाईँहरूको आन्सर सुन्दाखेरि एउटा खोट देखिरहेको हुन्छ के म के लेख्नुभयो सन्तुलन परीक्षण विधिलाई भन्दा के लेख्नुभयो? कुल मौजदात विधि अनि खुद मौजदात विधि अनि मिश्रित मौजदात विधि भनेर सबै लेख्नु भएको त्यही। त्योभन्दा फरक आन्सर कसैको छैन? छ अनि लागे पनि लेख्नु भएन होइन? ए हजुर मैले भाइ यसरी लेख्थेँ है म सन्तुलन परीक्षण तयार गर्दा सबै गोस्वारा अभिलेखबाट खाता तयार पार्ने खाताको अन्तिम मौजदात तयार पार्ने खाताको अन्तिम मौजदातको सूची तयार समायोजन गर्नुपर्ने कारोबार भए सोको समायोजन प्रविष्टि गर्ने यस पश्चात प्राप्त मौजदात विवरण अनुसार कुल विधि शेष विधि वा मिश्रित विधिका देहायका ढाँचा अनुसार दोहोरो लेखा प्रणाली को सिद्धान्त बमोजिम सन्तुलन परीक्षण तयार पारिन्छ भन्नुस्। अब 2 नम्बरमा आए यति हो लेख्ने भनिहाल्छु होला नि। 2 नम्बरमा छैन, 5 नम्बरमा छ। त्यही भएर कुल विधि खमा शेष विधि ब्यालेन्स मेथड
अनि गमा मिश्रित विधि। यो तीनटा विधिको व्याख्या पनि गर्नुस् है। अब चाहिँ तीनटा विधिको व्याख्या पनि गर्नुपर्छ। अब चाहिँ आन्सर लेख्दा फेरि पनि तपाईहरुले सुन्नुस्, यो त मक कुरा हो। आन्सर लेख्दा मोर ट्रान्सप्यारेन्ट र भिजिबल। साँच्चै ट्रायल ब्यालेन्स बनाइहालेछ कि क्या यसले भने जस्तो बनाउनु पर्यो क्या। ट्रायल ब्यालेन्स सुरु गरिहालेछ कि क्या बनाउन भने जस्तो गर्नु पर्यो। while preparing trial balance भन्नुस् अनि ट्याक्क बुलेट दिनुस्। prepare ledger account from all journal entries, prepare ledger account from all journal entries, prepare calculate final balance from ledger account, तेस्रो balance, तेस्रो bullet, prepare a list of final balance of an account, and चौथो bullet, if adjustment transaction is there, prepare adjustment entries, निशा मिस पानी पनि हैन। adjustment entries अनि लाइन चेन्ज गर्नुस्। after that as per standing list of balance, total method, balance method, or mixed method format can be used to prepare trial balance on the basis of double entry system, यो तपाईले प्रेजेन्ट गरेको भन्दा अलिकति राम्रो देखिन्छ कि जस्तो लाग्छ मलाई। खास मलाई चित्त बुझ्दैन। हजुर छैन किन त्यस्तो भएको रहेछ? फाइनल एक्जाममा यस्तो हुँदैन। लेखा प्रणालीको अर्थ र प्रकार लेख्नुस्। सन्तुलन परीक्षणलाई किन यसले अन्तिम खाता तयारीमा कस्तो सहयोग गर्ला भनेको छ? कस्तो सहयोग गर्छ? अब यहाँ त राम्रो सहयोग गर्छ भए के आन्सर छैन सन्तुलन परीक्षणलाई। 1 2 वित्तीय कारोबारको लागि आधार प्रदान गर्दछ। 4 3 अरु के गर्छ मिस भन्नुस्? अब के लेख्नु भयो यसमा आन्सर? how it prepares, how it helps, के लेखियो? अन्तिम खाता तयारी गर्न खाताहरूको सूची र मौजदात दिन्छ। 1 नम्बरमा शीर्षक र मौजदात दिन्छ। त्यो त भन्नु भएन नि मिस। फाइनल एकाउन्ट तयारी गर्ने बेलामा तपाईले जम्मा आफ्नै पढेको बेलामा जम्मा 50 वटा भन्दा बढी फाइनल एकाउन्ट बनाउनु भयो। 100 चोटी बनाउनु होला फाइनल एकाउन्ट। त्यो 100 चोटी फाइनल एकाउन्ट बनाउँदा 200 चोटी आएर ट्रायल ब्यालेन्स हेर्नु भएको छ। कहाँ छ क्लोजिङ स्टक कति, यति, खोइ फिक्स्ड एसेट्स यति भनेर लेख्नु भएको छ। अनि त्यो कुरा चाहिँ पहिल्यै भन्नु पर्दैन। ट्रायल ब्यालेन्सले के गर्छ? खाताको शीर्षक र त्यसको मौजदात दिन्छ। 1 नम्बरमा गर्ने सहयोग त्यही हो। इट गिव्स हेडिङ्स अफ अकाउन्ट एन्ड इट्स ब्यालेन्स। 2 नम्बर के गर्छ मिस? अन्तिम खातामा के सहयोग गर्छ? अन्तिम खातामा के सहयोग गर्छ भन्नुहोस्?
नाफा नोक्सानलाई त्यसमा छक्का लगाएर त्यसमा खाताको मोहलतहरू सही छ भने के हो त्यो भनेको बुझेँ मैले त्यो त बुझ्छु म त्यो के हो त्यो ट्रायल ब्यालेन्सको रोल कहाँ छ त्यहाँ ट्रायल ब्यालेन्सको रोल कहाँ छ त्यहाँ अनि बुझेँ मैले ठिक छ एडजस्टमेन्ट इन्ट्रीहरूलाई त्यसमा के अरे त्यसको अन्तिम खाताको अङ्कगणितीय शुद्धता यकिन गर्न सहयोग गर्छ होइन अङ्कगणितीय मात्रै भनेर भएन क्या अन्तिम खाताको अङ्कगणितीय शुद्धता यकिन गर्न सहयोग गर्ने हो क्या यसले सन्तुलन परीक्षणको अङ्कगणितीय शुद्धता यकिन गर्ने होइन खाताको पनि होइन अन्तिम खाताको जोडेर आन्सर लेख्नु पर्यो के आन्सर चाहिँ जोडेर लेख्न सिक्नु पर्यो हामीले पुरा ब्यालेन्स सिट बनाइसक्यौँ अनि थाहा भयो 10,000 रुपियाँ त डेफिसिट हुँदो रहेछ भन्ने त्यो भयो भने त मजा आएन नि सुरुमा हामी के गर्छौँ ट्रायल ब्यालेन्सको डेबिट साइड र क्रेडिट साइड ठिक छ कि छैन चेक गर्छौँ त्यो ठिक छ भने हामी के एज्युम गर्छौँ त्यसरी सही छ मात्रै भनेर हुन्छ ब्यालेन्स सिटको बोथ साइड इक्वल हुन्छ भन्ने हामी एज्युम गर्छौँ क्या होइन त्यो भनेको किन त्यस्तो एज्युम गरेका हामीले के थाहा छ हामीलाई के थाहा छ र त्यस्तो भएको अकाउन्टिङ इक्वेसन भन्ने कुरा छ नि त्यहाँ लेखा समीकरणको फर्मुला भन्नु त एसेट इक्वल टु क्यापिटल प्लस लाइबिलिटी एसेट इक्वल टु क्यापिटल प्लस लाइबिलिटी हुनका लागि लेखा समीकरण सन्तुलित हुनका लागि ट्रायल ब्यालेन्सको बोथ साइड सन्तुलित हुनुपर्छ अदरवाइज लेखा समीकरण असन्तुलन हुन्छ यो हामीलाई थाहा छ नि त त्यसो भए के सहयोग गर्छ त्यसले अन्तिम खाताको अङ्कगणितीय शुद्धता वा लेखा समीकरणको सन्तुलन कायम गर्न सहयोग गर्छ यसले त्यो दोस्रो पोइन्ट हो तेस्रो पोइन्ट के हो त तेस्रो पोइन्ट भन्नु अङ्ग्रेजीमा त अब इट मेजर्स अर्थमेटिक एक्युरेसी एन्ड अकाउन्ट इक्वेसन ब्यालेन्सिङ अकाउन्ट इक्वेसन वाइल प्रिपेयरिङ फाइनल अकाउन्ट्स तेस्रो के भूमिका खेल्छ यसले प्रमाण त अब जर्नलतिरबाट आउँछ हेर्नुहोस् जर्नलको पोइन्ट चाहिँ भन्नुभयो तपाईँले प्रमाण पेश गर्नु पर्यो नि ओहो त्यहाँ त्यस्तो लेखेको थियो र त्यस्तो लेखेको थिएन नि त्यहाँ कागज दिनु भएन लगेर अर्को के गर्छ करेन्ट एसेट करेन्ट लायबिलिटी लङ टर्म डेट रिजर्भहरुको अब तपाईँले भनेको अघि के मार्सलिङ के भन्दै हुन्थ्यो त्यो होइन समायोजनको कुरा गर्दै हुन्थ्यो नि त्यो एडजस्टमेन्ट गर्नलाई अब ट्रायल ब्यालेन्सले सहयोग गर्छ एउटा हामीले 18 कोलम कि कति कोलमको एडजस्टेड ट्रायल ब्यालेन्स भनेर पनि तयार गरेका छौँ नि वर्कसिट पनि तयार गरेका छौँ नि त्यो वर्कसिटले ब्यालेन्स सिटको एडजस्टमेन्टलाई सहयोग गर्छ कि गर्दैन र अनि किन नलेख्या महत्त्वपूर्ण कुरा हो त्यो लेख्नु भएन त्यो त धेरैले 18 कोलमको वर्कसिटको कुरा कसैले गर्नु भएको छ नि त्यहाँ पढेको कुरा जाँचमा सम्झेर लेख्ने पनि हो के फर्मुला चाहिँ पढेको कुरालाई पढेर त्यतिकै राख्ने होइन नि त त्यो थाहा थिएन तपाईँलाई थाहा थियो त 12 कक्षामा एडजस्टेड ट्रायल ब्यालेन्स बनाउनु भएको थियो त अनि किन बनाएको थियो त्यति एउटा कुरा थाहा पाउनु पर्दैन किन बनाएको 12 कक्षामा किन त्यो राख्यो 11 कक्षामा किन राखेन 11 कक्षामा यसले जान्दैन भनेर राखेन 12 कक्षामा यो अब यसले 2-4 ट्रायल ब्यालेन्स बनाइसक्यो भनेर राखेको हो त्यो फाइनल एकाउन्ट तयारी गर्नलाई सहयोग हुन्छ भनेर एडजस्टेड ट्रायल ब्यालेन्स तयार पारेको अनि यहाँ कस्तो सहयोग गर्छ भनेर क्वेसन सोधेको छ अनि त्यसलाई ल्याएर जोड्नु पर्दैन अकाउन्टलाई गाली गरेको चाहिँ होइन नि फेरि तपाईँहरूलाई के गाली गर्नु मैले अब अर्को के गर्छ ल भन्नुहोस् मैले अघि सुरुमा तपाईँलाई टाइम म्यानेजमेन्टको फर्मुला के भनेको थिएँ चाहिने आन्सर लेख्नुहोस् टाइम म्यानेज हुन्छ भनेको थिएँ राइट एन्सर निकाल्न यति गाह्रो हुँदो रहेछ दुईटा पोइन्ट निक्लिन सक्दो रहन्छ अनि अरू के गर्छ सहयोग ल भन्नुहोस् ट्रायल ब्यालेन्सले फाइनल एकाउन्टलाई के सहयोग गर्छ ल भन्नुहोस् अब त जे भने गल्ती हुन्छ जस्तो लाग्न थालिसक्यो तपाईँलाई
प्रत्यक्ष र अप्रत्यक्ष खर्च तथा प्रत्यक्ष र अप्रत्यक्ष रेभिन्यूको इन्फर्मेसन दिन्छ, जसले गर्दा नाफा नोक्सान हिसाब तयार हुन्छ। त्यो पनि त अन्तिम खाता हो नि। अन्तिम खाताभित्र सबै पर्छ नि, ट्रेडिङ एकाउन्ट, पिएल एकाउन्ट, ब्यालेन्स सिट, क्यास फ्लो स्टेटमेन्ट सबै पर्छ। थाहा तपाईँहरूलाई सबै छ, जाँचमा सोधेको बेला भन्नुहुन्न, त्यति हो कुरा। थाहा सबै छ पनि नभनौँ, केही अधिकतम कुराहरू थाहा छ, सबै कुरा नभनौँ। मलाई ए जाँचमा त्यो त ह्याबिटको कुरा भयो नि त, ह्याबिट डेभलप गरिसक्नु पर्यो। स्पोर्टलाइटमा म छु भनेर देखाउने र म खतरा छु भनेर प्रदर्शन गर्ने ठाउँ पनि त्यही हो, आन्सर सिट हो। मैले खतरा पढेको छु, मेरो अन्डरस्ट्यान्डिङ राम्रो छ, मेरो शब्द छनौट राम्रो छ, मेरो शुद्धाशुद्धि लेख्ने क्षमता राम्रो छ, म त साँच्चै नै ब्याङ्कमा मलाई पठाइस् भने त साँच्चै राम्रो गरिदिन्छु नि ब्याङ्कलाई भन्ने बनाउने पनि आन्सर सिटै हो। सो त्यही आन्सर सिटलाई कसरी भिन्न बनाउने भनेर चाहिँ हामीले सोच्न भ्याएका छैनौँ। त्योदेखि बाहेक सबै कुरा दिमागमा खेल्छ, त्यति एउटा कुरा खेलेको छैन अहिलेसम्म। त्यो आन्सर सिटलाई मैले कसरी राम्रो बनाउने र आन्सर सिट पनि हेर्ने बित्तिकै झलक्क पहिलो सेन्टेन्स हेर्ने बित्तिकै मलाई नम्बर दिइहालोस्, के छ त यसमा चाहिँ फर्मुला भनेर तपाईँले बनाउनु भएको छैन। अब त्यतातिर काम गर्नुहोस् है। अब त्यो काम गर्ने बेला भयो, धेरै चाहिँ चिन्ता चाहिँ नगर्नुहोस् हैन। अन्ततगत केही गुमाउनु पर्ने केही छैन, कमाउन मात्रै खोज्या हो, गुमाउनु पर्ने केही छैन। आर्जन मात्रै गर्न खोज्या हो, लुजिङ केही छैन। बिजनेस होइन नि त यो, पुँजी फसाउनु भएको छैन। अलिअलि होला तर पनि ठिकै छ, तर पनि ढुक्कसँग धेरैवटा कुरा छोड्नुभयो नि तपाईँ। त्यही भएर ढुक्कसँग आन्सर दिनुहोस्, एक्जाम दिनुहोस्। अब पास फेलको चिन्ता भन्दा पनि आन्सरलाई कसरी मैले एउटा कुरा त बुझेर आन्सर, क्वेसनको डिरेक्सन अनुसारको डिरेक्सन र डिमान्ड दुईटा कुरा ख्याल गर्नुहोस्। क्वेसनको डिरेक्सन र डिमान्डलाई राम्रोसँग बुझ्नुहोस्, अनि यसको आन्सर म यसरी लेख्छु भन्ने प्लान गर्नुहोस्, अनि मात्रै जम्प गर्नुहोस्। डिरेक्सन, डिमान्ड, देन प्लान एन्ड जम्प। अब सुरुमै जम्प, त्यस पछाडि डिमान्ड र डिरेक्सन हुन थालेपछि अनि काट्नुपर्छ आन्सर। सो यो कुरा ख्याल गर्नुहोस्। अब यसमा तपाईँले अर्को के पनि गर्न सक्नुहुन्छ भने सबै क्वेसनहरू 50, 60, 100, 150 एउटा क्वेसन भेला पारेर हेर्नुहोस्, अनि त्यो क्वेसनले के भनेको छ बुझेँ कि बुझिनँ मैले हैन, त्यो मात्रै सोचेर पनि नलेख्नुहोस्, बुझेँ कि बुझिनँ क्वेसन मात्रै पनि हेर्नुहोस्। त्यसले पनि तपाईँको क्यापासिटी डेभलप गर्छ। दिनमा 50, 60 वटा क्वेसन हेर्न थाल्नुभयो भने यसको डिरेक्सन यो, डिमान्ड यो, यसमा यति लेख्छु, यसमा यति लेख्छु, यसलाई यतिवटा बुलेटमा लेख्छु भन्न थाल्नुभयो भने त्यसै तपाईँको तयारी सुध्रिहाल्यो नि। तर हामी चाहिँ त्यो कुरा चाहिँ गरिरहेको छैनौँ। अब गर्ने बेला यही हो। अब यस्तै क्वेसन हेर्ने, टोलाउने, बस्ने बेला हो अब है। धेरै पढ्ने, बटङ टङ 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 गर्ने पनि होइन बेला। धेरै लेख्नु पनि पर्दैन, धेरै हातलाई पनि दुःख नदिनुहोस्। हप्ता 2टा एक्जाम दिनुभएकै छ, 3टा एक्जाम दिनुभएकै छ, कति दुःख दिनुहुन्छ हातलाई। तर अब टोलाउनुहोस्, यसो गर्नुहोस्, हेर्दा हेर्दै निदाउनुहोस्, जुरुक उठ्नुहोस्, हेरिहाल्नुहोस् क्वेसन हैन। फुर्सद पाउनुभयो किन मोबाइल हेर्नुहुन्छ, त्यही क्वेसन हेर्नुहोस्। फेरि यस्तो आएछ, यसमा त मैले अघि बिहान यस्तो सोचेको थिएँ, बिहान सोचेको कुरा त होइन रहेछ नि, यसमा त यसरी लेख्नुपर्ने रहेछ नि। दिउँसो थाहा पाउनुहुन्छ, बेलुका सुत्ने बेला फेरि हेर्नुहोस्, त्यो त मैले बिहान त गल्ती भनेर छु नि, दिउँसो त गल्ती रहेछ नि, यो त यस्तरी रह नि राम्रो एन्सर लेख्ने र। अनि हेरेको हेरे गरेपछि पो त्यहाँबाट नयाँ नयाँ आइडिया डेभलप हुन्छ। यो क्वेसन अहिले पाउनुभयो, अब यो क्वेसन कहिले तपाईँले हेर्दै हेर्नु। अस्ति बुधबारको क्वेसन हेर्दै हेर्नु भएन, शनिबारको क्वेसन कहाँ पुगो। अनि टोलाको टोलाइ गरेपछि रिपिट गरेर हेरेपछि अनि आइडिया जेनेरेट हुन्छ हैन। आइडिया हामीले त रिल्स हेरे जस्तो यो क्वेसन, एउटा रिल्स फाट्टा गएपछि त्यो कहिले आउँदैन नि, त्यस्तै छ यो छ हैन। क्वेसन हेराइ पनि रिल ट्याक ट्याक ट्याक, दिनमा 100 वटा रिल हेर्नुहुन्छ, कुनै एउटा रिलको पनि त्यसले भनेको कुरा सम्झिनुहुन्न। पढाइ पनि त्यस्तै छ नि, यो आजको रिल गयो अब। सो त्यसलाई रिपिट गरेर हेर्नुहोस्। इभन तपाईँले अस्तिको हप्ता लेखेको आन्सर जुन आज लिएर जाँदै हुन्छ नि, त्यसलाई पनि घरमा लगाएर पढ्नुहुन्न, त्यो पनि मोबाइलमा खिचेको फोटो जस्तै हो। त्यो मोबाइलमा कहिले तपाईँले रिपिट गरेर फोटो हेर्नुहुन्छ र? मेरो मोबाइलमा 12,000 वटा फोटो छ, कहिले मैले हेर्नै भ्याएको छैन। खिचेको चाहिँ किन हो मलाई थाहा छैन, खिचेको यस्तो हेर्नु पर्यो नि फेरि गरौँ, किन हो थाहा छैन। न सामाजिक सञ्जालमा राख्छु, न फेरि गरेर रिपिट गरेर हेर्छु, तर पनि छ, खिच्न नि खिचिन्छ तर हेरिँदैन। हामी जाँचको क्वेसन पनि तपाईँले अहिले इन्टायर 4-5 वटा सेट दिनुभयो होला,
कुनै सेट घरमा गएर मैले यहाँनिर यस्तो लेखेको भए चाहिँ यस्तो हुन्थ्यो भनेर सोच्नै भएको छैन। अब सोच्नुहोस्, अब त यस्तै यस्तै सोच्ने बेला हो है। त्यही भएर ग्याप, अब म आइहालेँ, ग्याप पत्ता लगाउनुहोस्, कमजोरी पत्ता लगाउनुहोस्, सोच्नुहोस्, विश्लेषण गर्नुहोस्, त्यस्तो गर्नुहोस् है। बुझ्नुभयो? साह्रो राम्रो, यति बुझ्नुभयो भने साह्रो राम्रो काम गर्नुभयो। हस् त, अब फेरि भेटघाट हुने नै छ यहाँहरूसँग। अब एक